फाइनल्ली दिदी रुख चढिसक्नु भएको छ। अब म पनि रुख चढ्ने क्रममा छु गाइज। यो है तेरी एक हातले मोबाइल समात्दै गाह्रो हुँदो रहेछ यहाँ चढ्दै। खैदिने नै 16,000 मोबाइल जान्छ 1 महिना होस् लाग्यो गाइज। क्या जाहिर खानु न आफ्नो खर्च यहाँ यसै यस्तो छ। ल काफलको रुखमा म पुगेको छु। सबभन्दा पहिला म चाहिँ यसरी यो डालामा यसरी खान चाहन्छु किनभने पछि खान पाइन्छ छैन यसरी होइन बढिरहेपछि। काठमाडौँ गयो पोखरा भाइ कोस्ता हो नि भला गुना हुनुहुन्छ हुन आदमी हो गरे म त्यही हेर्छु क्या हो यति हाम्रो खानाहरू चाहिँ त मान्छे दुई जातन गए नाम भन्छ गाइज। यस्तो छ दिदी पारी खाँदै हुनुहुन्छ। टिप्ने पनि अहिले हुन्छ हाम्रो होइन बर्दियामा अलिअलि साथीभाइलाई चखाउने घरमा पुर्याउनको लागि गाइज। यस्तो छ यस्तो दुःख हुन्छ मान्छेलाई काफल ल्याइदेऊ गाउँ गएपछि क्या ल्याइदिन्छौ तिमीहरू मुखुन चोर्ताउ झालो खा त हामीलाई ने टिप्न कति दुःख हुन्छ नि। तिमीहरू मुखुन चोर्ताउ झालो गाउँ गयो भने क्या ल्याइदिन्छौ भरत सर ए भरु सर अझ भर नै भरु सर गाउँ गएपछि के ल्याइदिनुहुन्छ भरु सर तिमीहरू मुखुन चोर्ताउ झालो खाएर एक पढो भइथो र मुखम्ती मुखम्ती खा त पढो भइथो र बुझ्दैन हो तल्तीतिर बुझ्दैन क्या दिदी मुखुन पढो भइथो यी मेरा मुखुन काफल भइथो तिमीरा मुखुन पढो भइथो अनि ए यसरी ल है यस्तो छ रुख यस्तो छ यो पारीको रुख यो बाबा हेर्दै डर लाग्दो जस्तो बाबा यस्तो छ यतै ए दिल काफल देखाइसक्नु भएको छ हाम्रो